कतिको आउँछ मान्छे धेरै त आउँदैन अब अहिले प्रचार भएन के अहिले चाहिँ आएको छ त्यो खाली नै छैन थोरै भयो आएको छ यतिखेर हामी यो तारा हिलटप जाने क्रममा क्रोमसिङको डाँडामा खर्कमा चाहिँ छौँ। तल घले खर्क जानलाई 2 घण्टा र माथि तारा हिलटप जानलाई 2 घण्टा भनेको छ। तर दूरीको हिसाबमा माथि थोरै हुनुपर्छ है। अब अझै 2 घण्टा बाँकी छ हाम्रो गन्तव्यमा पुग्नलाई। हेरौँ अब 3 घण्टा त हामी लगातार हिँडिसक्यो है। यसको अनुसार त म 2 घण्टा भन्छु। तर यस्तो जङ्गलमा है यसो टलाएर राखिएको छ। के छ दुध खाँदैछु। दुध खानुपर्छ खै देखाइदिनुहोस् त दुध ल्याइ। ओहो यति टाढा आएर यस्तो ठाउँमा नि है दुध खानुपर्छ होइन। दुध पाइयो है यहाँ तम्रीको दुध। त्यही हो दाइले त मान्नै पर्छ। थारको दुध थारको। ओ थारको अरे कहाँको थारको हो यो? थार भनेको भैँसी हो। लेकाली भैँसी थार ए हो। थारको दुध चाहिँ हाम्रो खेमराज भाइले खाँदैछ। दाइले के को दुध खानुभएको? चाउचाउ खाँदैछ के को दुध खाने बोतल त देखाएन नदेखायो त। ल ठिक छ। रमाइलो चाहिँ हामी थाकेछौँ। खाजा खान लाग्यो हल्का। अब 1.5 घण्टाको बाटो देखाएको छ के अरे। अब भरे फर्केर आउने भइएन। त्यहाँ नपुगी नछोडिने भएपछि अब बिस्तार गइन्छ। अब आज उतै बसिन्छ। बाँकी कुरा उहाँको कुरा उनी देखाउँला। 4 घण्टा भइसक्यो हामी हिँडेको। 4 घण्टामा हिलटपमै पुग्ने भन्ने उद्देश्य थियो तर पुग्न सकिएला छैन। अब हाम्रो हिँड्ने बानी पनि नै अब हिँड्दा थाकियो। दाइ पनि एकदम थाकित हुनुहुन्छ। हिँड्नु पऱ्यो उँधो भन्ने जानुभयो। अब हेरौँ हाम्रो यात्रा कहाँसम्म जान्छ। यस्तो चाहिँ जङ्गलको बाटो यस्तो हिँडिरहेको छौँ। एकदम रमाइलो भइरहेछ मेरो लागि त। यतिखेर हामी यो झ्याकर खोला डाँडाबाट अलिकति माथि आइसकेका छौँ र अब झन्डै हामी यो तारा हिलटपको नजिक आएको आभास हामीलाई भइरहेको छ। यहाँ टङ्की पनि देखिएको छ। यी देख्न सक्नुहुन्छ। सायद यही पानी त्यो माथि होटलमा प्रयोग गर्ने हो। हामीलाई जहाँसम्म लाग्छ त्यो लगाइरहेको छ। म योभन्दा अगाडि एकचोटि आएको थिएँ। त्यो बेला चाहिँ अन्नपूर्ण संरक्षणले त्यो एउटा पार्टी जस्तो बनाएर अनि बर्खाको पानी एउटा यो टङ्कीलाई जमिनमा गाडेर अनि पानी कलेक्सन गर्ने बनाइदिएको थियो है। अब यहाँ पनि एउटा पानी कलेक्सन गर्ने ठाउँ राखिदिएको रहेछ। यो कहाँबाट पानी लिएर आएर यहाँनिर जम्मा गरेछन्। अब जहाँसम्म लाग्छ अब हामी नजिकै आइसकेका छौँ। दाइ अब नजिक आउँदैछौँ। हामी गन्तव्यको नजिक आउँदैछौँ। कस्तो अनुभव गरिरहनु छ यतिखेर? अब आइयो कस्तो होला अब आइयो यो हिलटप आइयो भन्ने चाहिँ महसुस भएको छ बाबु। र अनि अब मैले त सोचेको थिइनँ कि हामी यहाँ आइहाल्ला भनेर। मैले सोचेको थिइनँ। म त एकचोटि दुःख सुख गरेर आएको थिएँ होइन। र अनि अहिले चाहिँ झन् तपाईँलाई लिएर आउँदाखेरि मैले पत्याइरहेको थिइनँ। तर तपाईँ आउन सफल हुनुभयो क्या है। अचम्मै तरिकाले आउनुभयो तपाईँ आज होइन। अब यसको अब हामी भोलि फर्केर जान त हामीलाई गाह्रो छ। के मतलब अहिले फर्केर जान त हामीलाई गाह्रो छ। अब आज हामी बसिन्छ र भोलि बिहानको यहाँको सिनहरू हेरेर अवलोकन गरेर झरिन्छ होइन। एकदम थकित हुनुहुन्छ हेर्नुहोस् त। हिँड्न परेजी गरेर हिँड्नुभयो हेर्नु त। कति गाह्रो मानि हिँड्नुभयो थाकेर। पैताला हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ है। साह्रै थाक्नु भएको छ। अब उसले 10 मिनटमा पुगिन्छ त भनेछ होइन। तर हामीलाई आधी घन्टा जति लाग्ला है। बाटो ठाडै रहेछ। यतिखेर यहाँ बिसाउने चौतारी पनि बनाइदिएका रहेछन्। हाम्रो दाइ बिसाउनु भएको पनि छ। र यहाँ ढुङ्गे धारा पनि निर्माण गरिएको रहेछ। यहाँ ढुङ्गे धारा
यहाँ यस्तो ढुङ्गाको बिचबाट धारा निक्लेको छ है, तर पानी आउँदो रहेछ है। अब यो मेरो विचारमा यो टङ्कीमा जम्मा भएको पानी आउने होला, उतापट्टि पाइप देख्न सकिन्छ, त्यो पाइपबाट यहाँ कलेक्सन गरेछन् होला। पानी बोकेर चाहिँ माथि लाने हो, यो हिलटपमा पानी उक्लिएन, नउक्लिएपछि यिनीहरूले यहीँ कलेक्सन गरेर यहाँबाट लाने। ल यस्तो हाम्रो यी ठाडो बाटो उक्लिँदै हामी 3 दाजुभाइका 3 जेठा छोरा है, तारा हिल्टो भएको छ। गलप बढिरहेछ, एकदम हाइट बढिरहेछ, सिक्ने पनि भइरहेछ, गाह्रो पनि भइरहेछ, थकाइ पनि लागिरहेछ होइन। आशा छ अब धेरै समय छैन होला जस्तो लाग्छ कि हिँड्नै नपऱ्यो हुँदैन यस्तो सुरुमा त खुबै जसिँदै हिँड्नु भएको थियो, अब अहिले आएर यस्तो छ। सानो सजिलो चाहिँ छैन है, बाटो त हुने छ तर ठ्याक्कै ठाडै 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 निरन्तर उकालो, घनघोसियाको उकालो काट्दा भने जस्तै। यो केटा सानो सानो किराहरूले पनि आँखामा आक्रमण गर्ने, यतातिर यहाँदेखि काटेर लैजाने हो। यति दुःख गरेर दाइले एउटा टुसा पनि भात्नु भएको छ। हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेछ, ठाडै ठाडै। 10 मिनट पुग्छ भन्नु थियो, अब यसरी ठाडै छ अझै, अहिले गइयो।